गृहमन्त्री सुदन गुरुङले बन्द कोठामा राखेर सुरक्षा अधिकारीलाई केरकार गरेपछि झापामा खैला बैला डिएसपीहरूको मोबाइल समेत खोसियो। सिडिओमाथि पनि सुरु भयो अनुसन्धान। एक महिलाको ठूलो खुलासापछि 11 सुरक्षाकर्मी फसे। काकडभिट्टा नाकामा भइरहेको तस्करीको धन्दा र त्यसमा प्रहरीको मिलेमत्तो खुलेपछि झापाको सुरक्षा संयन्त्रमा अहिले ठूलो हलचल मचिएको छ। सीमा नाकामा हुने तस्करी रोक्न गृहमन्त्री सुदन गुरुङ आफै मैदानमा उत्रिएपछि अवस्था निकै तातिएको हो। एउटा सामान्य स्थानीय महिलाले हिम्मत गरेर सबै कुरा भनिदिएपछि प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीदेखि जिल्ला प्रशासनसम्मको अवैध सेटिङ छताछुल्लो भएको छ। यो घटनामा 2 जना डिएसपीको मोबाइल नै नियन्त्रणमा लिएर जाँचका लागि पठाइएको छ भने झापाका प्रमुख जिल्ला अधिकारी सिडिओ समेत अनुसन्धानको घेरामा परेका छन्। घटनाको सुरुवात गृहमन्त्री सुदन गुरुङको झापा भ्रमणका क्रममा भयो। निरीक्षणका क्रममा एक स्थानीय महिलाले आइतबार गृहमन्त्रीको अगाडि उभिएर सुरक्षाकर्मी र तस्कर बीचको वर्षौंदेखिको साटगाँठको पोल खोलिदिइन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमत्तोमा भारतबाट अवैध सामानहरू निर्बाध रूपमा नेपाल भित्री रहेको बताउँदै उनले भनेकी थिइन्, साना व्यापारीलाई 10 किलो चिनीमा दुःख दिने तर करोडौंको सामान बोकेका तस्करका गाडीलाई स्यालुट ठोकेर छोड्ने यो कस्तो प्रशासन हो। उनले थपेकी थिइन्, रात परेपछि काकडभिट्टाका विभिन्न नाकाबाट तस्करीका सामान भित्रिन्छन्। यहाँ कुन गाडी जाने र कसले कति पैसा असुल्ने भन्ने कुरा पहिला नै तय हुन्छ। यो अवैध धन्दा चलाउने प्रथा अब बन्द हुनुपर्छ। महिलाको यो आक्रोशपूर्ण कुराले गृहमन्त्रीलाई गम्भीर बनायो। उनले तुरुन्तै भन्सार कार्यालयभित्र एउटा छुट्टै कोठाको व्यवस्था गरे। प्रशासनिक र सुरक्षा अधिकारीहरूलाई बाहिर निकालेर उनले ती महिलासँग त्यहाँ थप गोप्य कुराकानी गरे। त्यही कुराकानीबाट थाहा भयो कि सीमामा कुन गाडी कहिले छिराउने र कसले कति कमिसन लिने भन्ने कुराको सेटिङ प्रहरीकै तल्लो तहदेखि माथिल्लो ओहदाका अधिकारीसम्मै जोडिएको हुन्छ। महिलाबाट प्राप्त सूचनाका आधारमा गृहमन्त्री गुरुङले तत्कालै कारबाही अघि बढाए। उनले इलाका प्रहरी कार्यालय काकडभिट्टाका डिएसपी निशेष थापागाई र सशस्त्र प्रहरी बलका डिएसपी विकास थापालाई बोलाई आफ्नो मोबाइल फोन टेबलमा राख्न निर्देशन दिए। स्रोतका अनुसार ती दुवै डिएसपीका मोबाइल फोनहरू तत्काल नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। ती फोनहरूमा तस्करसँगको कुराकानी र व्हाट्सएप मेसेजको जाँच भइरहेको छ। यो घटनाले सुरक्षा निकायमा ठूलो हलचल पैदा गरिदिएको छ। अहिले डिएसपी चापागाई र डिएसपी थापासहित नेपाल प्रहरीका 5 र सशस्त्र प्रहरीका 6 जना गरी कुल 11 जना सुरक्षाकर्मीमाथि तस्करीमा सहयोग गरेको र आर्थिक लाभ लिएको आरोपमा छानबिन सुरु भएको छ। यति मात्र होइन, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमाथि पनि यस प्रकरणमा अनुसन्धान भइरहेको गृह मन्त्रालयले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद घिमिरेले पनि प्राप्त सूचनाका आधारमा आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन्। उनले तस्करीमा संलग्न जोसुकै भए पनि कसैलाई नछोड्ने चेतावनी समेत दिएका छन्। सशस्त्र प्रहरी मुख्यालयले यसअघि नै कोशी प्रदेशमा घुमुवाका रूपमा काम गरिरहेका र तस्करी र असुलीमा संलग्न रहेको आरोपमा 3 जनालाई काठमाडौँ झिकाएर अनुसन्धान समेत गरिरहेको थियो। छानबिनको दायरामा रहेकाहरूमा सशस्त्र प्रहरीको पकली स्थित पूर्व क्षेत्रीय अस्पतालमा काम गर्ने सहयोग गणेश खड्का, झापा स्थित 38 नम्बर रिजर्भ गणका हवलदार हरि मगर, त्यसै गरी सुनसरी स्थित 4 नम्बर गणका जवान पारस यादव रहेका छन्। सहयोग खड्काले कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी मनिष थापाको नजिकको मान्छे भएको दावी गर्दै तस्करीमा संलग्न गिरोहसँग मासिक रकम असुली गर्ने गरेको उजुरी परेको थियो। खड्काकै निर्देशनमा मगर र यादवले फिल्डमा असुली आतंक मचाएको आरोप मुख्यालयसम्मै पुगेको थियो। गृह मन्त्रीको झापा भ्रमणपछि सशस्त्र प्रहरीका वरिष्ठ हवलदार श्याम चौधरी र सहायक हवलदार नारायण खनाललाई पनि मुख्यालय बोलाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाकी एसपी वसुन्धरा खड्काले पनि अनुगमनका क्रममा आएका गुनासोलाई गम्भीर रूपमा लिएर आन्तरिक छानबिन सुरु गरिएको जानकारी दिएकी छिन्। हाल अनुसन्धानको दायरामा रहेका 11 जनाकै काम र उनीहरूको फोनको विवरण कल डिटेलको मसिनो गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तस्करको साहुसँगको नियमित सम्पर्क, अपारदर्शी आर्थिक कारोबार प्रमाणित भएमा उनीहरूलाई विभागीय कारबाही हुनेछ। स्रोतका अनुसार खुला नाकाबाट तस्करी भएका गाई र भैँसी नियन्त्रणमा लिएर तस्करबाट पैसा उठाएर सीमा नाकामा कटाउन सुरक्षा निकायले सहयोग गरेको आरोप पनि लागेको छ। गृहमन्त्रीको यो कदमले पहिलो पटक सीमाको तस्करीको लाइन अवरुद्ध भएको छ। यो कारबाहीले तस्करीको धन्दा चलाउने गिरोहको सातो पुत्लो उडेको छ। यो प्रकरणले झापाको प्रशासन र सुरक्षा संयन्त्रमा हल्ली खल्ली नै मचिएको छ। अबका दिनमा यो अनुसन्धान कहाँसम्म पुग्छ र कसलाई कारबाही हुन्छ त्यो हेर्न बाँकी नै छ। काकडभिट्टाका नाकामा अहिले पूर्ण रूपमा खैला बैला मचिएको छ र तस्करीमा संलग्न जो कोही पनि
अब कानुनको कठघरामा उभिनुपर्ने दिन आएको छ। सीमाको सुरक्षामा खटिएका अधिकारीहरूको यो सेटिङको पर्दाफासले सुरक्षा निकायमा सुधारको खाँचो रहेको पुनः एकपटक पुष्टि गरेको छ। गृहमन्त्री सुदन गुरुङको यो कडा कदमलाई आम जनताले स्वागत गरेका छन् र अब यसले कस्तो निष्कर्ष निकाल्छ त्यो चासोको विषय बनेको छ। सुरक्षा संयन्त्रभित्रको यो फोहोरी खेलको अन्त्य गर्ने यो कदम एउटा महत्त्वपूर्ण सुरुवात पनि हो।